Hey guys, welcome to my new vlog. आज चाहिँ हामी कलेज जाँदैछौँ हेरी भाइ र म यो यताको उकालो फ्याँक परिएको छ नाच्दै फिर्दै यो गीतले कपिराइट हान्छ जस्तो भाइब्स आइरहेको छ मलाई फेरि हिजो एकछिन कपिराइट आउँदा जस्तो गरेर भिडियो हाल्नै गाह्रो भइरहेको थियो कनापमा बल्ल बल्ल हाल्यो क्लियर कलेजमा केटाहरूलाई को भेटिन्छ के हुन्छ देखाउँछु केटा आज चाहिँ गोपी भाइलाई लिएर नि ठ्याक्क कलेज बङ नहान्ने तरिकाले हामी चाहिँ कलेज जान लागिरहेछौँ हो कि अश्विन यस्तै बङ हान्नुहुन्छ कि हुन्न त एउटा खालि झोला नलिकन कपी मात्र लिएर आहा चाकामा हान्दै हिँडेको कपी नि ल हामी चाहिँ चल्दैछ गोपी भाइ के भन्न तँलाई दुई शब्द भन्दै हिजोको बारे दुई शब्द के होइन मलाई होइन निनो लाग्यो निनो लाहा ल गर है क्लासमा है क्लासमा गर है बुझ्दैछु होला नि हाम्रो लिमिटमा बोल्छ कि आज रफ बोल्यो नि हाम्रो चाहिँ लोअर मिडलमा नम्बर छ हैन हाम्रो लोअर मिडलमा अब चाहिँ 2030 सम्ममा चाहिँ जादु आइजन यता हैन यता आइजन के भन्दिन के गर्लफ्रेन्डले तँलाई के गिफ्ट दियो अरे आइजन तँलाई गर्लफ्रेन्डले के गिफ्ट दियो अरे भन्ने आइज भन्न अघि छम्माको भन्दा आइजन आज तँलाई एउटा कुरा थाहा आज म कलेज आएँ किरिसका सुनेका गाना सुन्न जादुले गिफ्ट पाए क्या छम्माको म यहाँ गुजिया राख्छु आज त भाग्न त म त भाग्दैन भाइ अलि सोधेर जान्छु घर के यहाँ छाती दुख्यो अनि नपरो कि फेरि भाइ त्यही गरेर जाँदा नि म त्यो ज्याकेट त नाङ्गो हुँदै नि न त किन हो यहाँ रुजन भाइ के पुगेन अरे तँलाई त मैले त्यस्तो गर्छु तैँले कोट ल्याइदे भित्र हुडी लाउँछु बाहिर कोट लाउँछु ढुक्क ओए तँलाई के भयो अरे ओए तँलाई के पुगेन अरे मलाई रटाटट भन्न रटाटट सरले पढाएन हामी हल्ला गर्दैछौँ गोपी भाइ तँलाई हिजो कतिले के भन्यो अरे छोड्दै यस्तो हो कि अब हामी भनेको साथी साथी भइन्छ होइन अरूको मतलब लाग्दैन त्यो मुख छाड्दा हाम्रो लागि नर्मल हो कि केटाहरूको बिचमा त्यस्तो मिसअन्डरस्ट्यान्डिङ भयो हाम्रो जतिखेर बोली पछि निस्किन्छ त्यस्तो नसोच्नु होला होइन हो कि होइन हामी बस्दा कस्तो मुख छाडिन्छ हाम्रो मतलबै हुँदैन त्यही भएर यसो भ्लगमा नि मतलब नलिँदैन थाहा छैन मलाई दोस्त हजुर नमस्ते म भाग्य न्युफाने आजको कार्यक्रम सुरु गर्न जाँदैछु म के भयो गरे अश्विन होइन भाइ यो अलिकति रमाइलो कहानी पहिलाको होइन पहिला सुरुमा आउँदाखेरि चाहिँ मान्छे अनि केटीहरू ढाइले न अनि के भयो गरे निस्किन्छ नि भन्न खोजेको कस्तो थियो भन्दाखेरि त्यहाँ ठ्याक्क मान्छे भित्र छिरियो त्यहाँ एउटा सेपरेट हाल्यो अब घर हुन्छ नि त ठ्याक्क एउटा मुझे हग्नु सक्नु बस्ने त्यहाँदेखि म गयो भाइ गयो मान्छे अगाडिपट्टि धुलो होइन धुलो भएपछि त अब हाम्रो काम भनेको त्यो छिराउने र फाल्ने काम हुन्छ भाइ कुत्ता र मै फालिदिइहाल्यो क्या त्यहाँ अनि बाहिर निस्क्यो भने मैले चाहिँ हल्चल केटी भन्दै मैले त चाउला औला हालेर ठाउँ गरेको के हो यहाँ गेम लागेको छ अबे के हो यहाँ जान तर म एकचोटि बाहिर म पुग्छु जा केटा हो को अश्विन त डेटिङ बस्यो है त्यहाँ जाम त ओए आइज न अश्विन डेटिङ बस्यो ए अश्विन डेटिङ बस्यो भनेर आएको लाग्छन् अड्काएको पऱ्यो दाजुभाइ रेटिङ बस्यो नि म थाहा केटाहरू
यो अघि उहाँ थियो भाइले एसियाबाट पैसा झिकेर डुनट लिन आएको यहाँ आइपुग्यो कि उहाँबाट यहाँ कसरी आयो थाहै भएन कि ए सकिएन यसलाई सकिएन यो खानाकै काल रहेछ नि जस्तै होइन कि जे भन् यस्तो सुन न ब्लग भनेको होइन नेचुरल हो कि चक गएन सुरुबाट कपिराइट लाउला फेरि के हुन्छ यहाँ सुरुबाट हेर्नु पर्छ कि ल हेर है 2 3 किन हेर न असिन यो बनाएर त क्यारे हरे फेरि उठेर देखाइदियो त मान्छे हिँडाइ क्यारेको एउटा हो रिजनको डान्स खोक्का हो रिजनहरूको डान्सर हो क्या अर्को नि छ कि टोइलेटमा नाचेको टोइलेटमा त्यो फेरि मलाई धकाल्यो होइन बिचमा तनी नाचेको खास म होला रिजनमा आइखेरि हाम्रो हेन्सी आएन ए यो नि खोक्कै हो कि अनि हरि बस्छ नि त पिठा खान्छ घरिघरि आँखा सुन्दाउँछ घरि हाल्छ होइन फोटो नि हाल्दै फोटो हालिदिउँ है छ नि त सँग घरिघरि सङ्गिन्छ होइन घरिघरि कुदै खान्छ होइन सबै त कमेडी घरिघरि गर्छ पाकेको भए खाम न को बोल्यो अनि यता आएन यस्तो हुन्छ कि केटाहरू यो होइन घरिघरि होइन के हुन्छ होइन यस्तो बस्छ होइन यस्तो यस्तो गर्छ आफै सोच्छ भागल भइदिन्छ कि यो किन हो कि यस्तो त किन हो त यस्तो ओए यहाँ लोटेको अवस्था छ छोरो ओ यहाँ यस्तो न यस्तो यहाँ उभिन ओए च्यात्ती हो कि यत्तिकै बस्नु यत्रो बल हेल्दै थियो पाङ्ग गुल्टिरहेको कि त्यसलाई त्यो कस्तो मिठो डल गुल्टियो भन्ने मलाई मात्र थाहा कि लाडीमा होइन कि त उसमा मिठो गुल्टियो त बिचमा भिडियो गर्नै पाएन क्या मिठो गुल्टेको त्यो के भयो अरे हेलो गाइज आजको लागि चाहिँ यति नै भिडियो खासै भ्लग बनाउन नि पाइएन जाडो चाहिँ घर आएर बिस्तारमा पसिसक्यो लास्टै जाडो खासै भिडियो पनि छैन आजको लागि यति नै कन्टिन्युसली भिडियो आइरहेको छ के अरे स्टे ट्युन कस्तो के छ कमेन्टमा भनिदिनु होला बाई बाई